हेलो गुड मर्निङ दर्शन नमस्ते। काँचो आँप खानुहुने हो कि हजुरहरू? कसलाई मनपर्छ काँचो आँप? मजाले फलेको छ आँप बोटमा ठुलो दाना। मलाई चाहिँ खासै मन पर्दैन काँचो आँप। म चाहिँ यसको खट्टी मिठी चटनी बनाएर खाने। र आज म खट्टी मिठी चटनी बनाउँदैछु। हजुरहरूलाई पनि बनाएर देखाउने छु। खट्टी मिठी चटनी मेरो यहाँ किचनमा पाक्दैछ। खट्टी मिठी काँचो आँपको खट्टी मिठी मजाले पाक्दैछ। यसलाई बिस्तारो पकाएर छिट्टोसँगले मजाले पाकेको छैन। पाकेर मजाले पाकेर चाहिँ अनि अहिले यति अलिकति बनाएको छु। यो खाइसकेपछि फेरि अर्को बनाउँछु। म चाहिँ यो खट्टी मिठी नै बेसी खान्छु। आँप काँचो आँप चाहिँ मलाई मन पर्दैन। हजुरहरूलाई कसलाई मनपर्छ पर्दैन कमेन्ट गर्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनुहोस् होला। फेरि अरू भिडियो लिएर आउनेछु हजुरहरूको समक्ष। धन्यवाद।